भन्छ हिरोसिमा र नागासाकी भन्दा भयङ्कर निरन्तर विस्फोट त यहाँ हुनै बाँकी छ। भन्छ रुमीले एउटा गीत लेख्नै त बाँकी छ। भन्छ मेघको ठुलो गर्जन सहित अविरल वर्षा भइरहेकै बेला कृष्णले जन्म लिनै बाँकी छ। यसो पो भन्छ कलियुग चलिरहेकै छ, कल्की अवतार देख्नै बाँकी छ। कलियुगमा कृष्णले कसरी बाँसुरी बजाउँछन् अनि शिवले कसरी ताण्डव नाच्छन् त्यो त सुन्नै बाँकी छ, त्यो त देख्नै बाँकी छ, त्यो त हेर्नै बाँकी छ। यसो पो भन्छ कल्की अवतार देख्नै बाँकी छ, कलियुग चलिरहेकै छ, कल्की अवतार देख्नै बाँकी छ। अनि तिमी मान या नमान, अनि तिमी मान या नमान, ऊ कल्की सेनाको सेनापति हो। ऊ चाँडै अनुतरण हुँदैछ बुद्धको देशमा रुद्रको भेषमा। चिन्नेहरूले उसलाई पागल भन्ठान्ला, तर उसले भागवतमा भेटेको छ कलियुगमा मान्छेले आफूलाई चिन्दैन। त्यही भएर हो गीतामा लेखेको सृष्टिको सङ्कटमा उसको लेखान्त। अग्नि कुण्डमा होम गरेर निस्किएको सोमरसबाट कतिन्जेल चाहिँ लट्ठ हुन्छौ है। अब फेरि एकचोटि आफै बनाएको रङ्गमञ्चमा आफै स्वयं उभिएर ओम गरेर एउटा ताण्डव मचाइदेऊ। देख्नेले पाण्डव देख्लान् यत्रै सिटी। म तिम्रो साधन बनिदिन्छु, तिमी मेरो माध्यम त बनिदेऊ। अवश्य म सारथी बनौला तिम्रो, तिमी मेरो साथी त बनिदेऊ। हेर्नेको झङ्कार छुटोस्, हाम्रो अहङ्कार टुटोस्। भन्नेले हामीलाई नसामा छ भने पनि अभिनय देखेपछि नाटकको नसामै उचै 7 दिन सुतोस्। उठ अर्जुन, अब जाग्ने बेला भो, आफ्नो धनुष बाण चलाउने बेला भो, अभ्यास सुरु गर्ने बेला भो। उठ समय अब उठ।